हेलो साथीहरू, आज हामी चाहिँ अफिस एक्टिभेट कसरी गर्ने या फिर विन्डोज एक्टिभेट कसरी गर्ने भनेको र अनलाइनको मार्फतबाट सिक्छौँ हामी। अब एक्टिभेसन गर्नलाई सिरियल की चाहिन्छ। अब सिरियल की प्राय पर्चेस गर्ने कुरो भएन। फ्रीमै एक्टिभेट कसरी गर्ने त अब यो विन्डोज प्लस माइक्रोसफ्ट वर्डलाई माइक्रोसफ्ट अफिसलाई एकैचोटि एक्टिभेसन गर्छौँ। पहिला चाहिँ हामीले वाइफाई कनेक्ट गर्नु पर्यो। अनि त्यसपछि हामीले चाहिँ एउटा क्रोम ओपन गर्नु पर्यो है। क्रोममा गएर सबैभन्दा पहिला चाहिँ हामीले के गर्नु पर्यो भने त्यहाँ एउटा विन्डोज एक्टिभेसन सर्च गर्नु पर्यो। विन्डोज एक्टिभेसन तपाईँको एक्टिभेट यहाँ तपाईँले मार्स ग्रेप भनेर सर्च गर्छ। मार्स ग्रेप भन्छ त्यसमा चाहिँ विन्डोज एक्टिभेट मार्स ग्रेप भन्ने एउटा वेबसाइट छ। मार्स ग्रेप भन्ने वेबसाइट खोल्नुहोस् है। यहीँ चाहिँ पहिले सुरुमै आउँछ यसरी। त्यहाँ जानुहोस्। त्यहाँ गएपछि तपाईँको यहीँ लेखेको छ हेर्नुहोस्, क्लिक टु स्टार्ट डट पावरसेल ओपन गर भनेको छ। अब अनि त्यो पावरसेल ओपन गरेर यो पेस्ट गर भनेपछि यो फाइल तपाईँले कपी गर्नुहोस्। यहाँ साइडबाट कपी गर्ने। अब यहाँ पावरसेल भनेर सर्च गर्नुहोस्। यो पावरसेल अगाडि है यस्तो लगाएको हुन्छ। एरो टाइममा पावरसेल ओपन गर्ने निलो बक्सा खुल्छ। अहिले कपी गरी हामीले पेस्ट गरिदिने। कन्ट्रोलसँग भी थिच्नुहोस् या फिर तपाईँले यहीँ राइट क्लिक गरेर पेस्ट गर्दा हुन्छ है। यसरी यही तपाईँको फाइल आयो। यो पेस्ट भयो। अब यसलाई यसैमा इन्टर गरिदिनुहोस्। इन्टर गरेपछि तपाईँको यसहरू नो भन्नु आउँछ। त्यसपछि तपाईँ यस गर्नुहोस्। एउटा कालो बक्सा खुल्छ। कालो बक्सा खुल्छ त्यहाँ तपाईँलाई सोध्छ हेर्नुहोस्, तपाईँको विन्डोज एक्टिभेट गर्ने कि अफिस एक्टिभेट गर्ने भनेर सोध्छ। मैले अब अफिस हो भने 2 थिच्नु पऱ्यो, विन्डोज हो भने 1 थिच्नु पऱ्यो। अब दुइटै हो भने तपाईँको दुइटै गर्नु पर्यो त 4मा क्लिक गर्ने। अब यहाँ तपाईँको आज 4 भने विन्डोज मात्रै गर्ने कि अफिस मात्रै गर्ने या फिर सबै गर्ने भन्छ। सबै गर्ने भयो हलै गर्नु पऱ्यो। विन्डोज गर्ने हो 1 थिच्नु पऱ्यो, अफिस गर्ने भयो 2 थिच्नु पऱ्यो। अहिले चाहिँ म अफिस गर्छु 2 मात्रैमा। सर्लकै आफै लिन्छ। यसमा तपाईँले अफिस कुन भर्सनको अफिस हो आफै फाइन्ड आउट गर्छ। र इन्टरनेट कनेक्सन अनिवार्य हुनुभयो। अनलाइनको मार्फत तपाईँले एक्टिभेसन हालिदिन्छ। त्यो चाहिँ एक्टिभेसन चाहिँ तपाईँलाई लगभग 6 महिनासम्मको चाहिँ एक्टिभेट गरिदिन्छ है। मेरोमा चाहिँ विन्डोज अफिस 7 भर्सनको छ। त्यही भएर मैले यहाँ देखाउँदैन प्रायः। अफिस 7 भन्दा माथिको सबै प्रकारको अफिसहरूलाई पनि यसले एक्टिभेट गरिदिन्छ। यसरी सबै गरेपछि यहाँ तपाईँको सक्सेस भनेर आइपुग्छ। सक्सेस भएपछि तपाईँको पुरै 0 आउँदैछ, पुरै खाली आउँछ। अनि त्यसपछि तपाईँको अफिसहरू एकचोटि ओपन गरेर हेर्न सक्नुहुन्छ। त्यति भएपछि तपाईँको अफिस पनि एक्टिभेट भयो र अनि विन्डोज पनि एक्टिभेट हुन्छ। विन्डोज त एक्टिभेट भइसक्यो तपाईँको। र अफिस भनेको मैले अफिस 7 भर्सनको युज गरेको छु। त्यही भएर 7भन्दा मुनिकोलाई चाहिँ एक्टिभेट लिन मान्दैन। 7 माथिकोलाई मात्रै एक्टिभेट लिन मान्छ। विन्डोज 8, 10, 11 सबैलाई यसले एक्टिभेट गरिदिन्छ भने चाहिँ अफिस प्याकेज तपाईँको कुन चाहियो। प्रायः जस्तो 7भन्दा माथिको 10भन्दा माथिको सबै अफिस प्याकेजलाई इन्स्टल गर्छ, एक्टिभेट गरिदिन्छ यसले। मार्स ग्रेप भन्ने चाहिँ यस्तो खालको लोगो छ हेर्नुहोस् सेटिङको। हस्, थ्याङ्क यू। सब्सक्राइब गर्न नभुल्नु होला।